पछाडि हात जोड्दै किन हामी समापन गरेका छैनौँ। समापन गऱ्यो भने हात यसरी गर्दै होइन। यो हाम्रो के हो पोजिसन भयो। अब हामी प्रणाम आसन आसन भन्नुहोस् त। पर्वत आसन पनि भन्न सकियो, पर्वतासन पनि भन्न सकियो। अष्टाङ्ग नमन आसन, भुजङ्गासन, भुजङ्गासन, पुनः पर्वतासन, पर्वतासन मनमने भन्नुहोस्। पर्वतासन, अश्व सञ्चालनासन, अश्व सञ्चालनासन, पादहस्तासन, पादहस्तासन, हस्तोत्थानासन, हस्तोत्थानासन। हात जोडेर जानुहोस्। नमस्कार आसन सन्धि भएपछि नमस्कार आसन, नमस्कार आसन हुन्छ। अलग अलग भन्यो भने नमस्कार आसन। दुई तरिकाले भन्न सकियो। मैले भने नि ओम सिधी ओम पनि भन्न सकियो, ओम पनि भन्न सकियो। भने जस्तै नमस्कार आसन अथवा नमस्कार रासन भन्नु पर्यो। नमस्कार रमा रा भन्नु पर्यो। र रा हुन्छ फेरि त्यसले गर्दा। अब हाम्रो अब मन्त्रको साथमा मन्त्र मात्रै भन्ने यसरी आउँछ। ओम मित्राय नमः।